हेम्जाको बजार, हेम्जाको धान रोपाई हैन। यस्तो हरियो धान रोपाई भरिहालिन्छ नि केही समयमा त। अब 5-10 वर्षमा त्यो फाँट सबै भरिन्छ। 5 वर्षमा फाँट भरेर पनि यता माथि माथि सबै घर बन्छ नि। फाँटहरू एउटा बाँकी बस्दैनन्। नभए खोला यसरी बग्दै आछ है माथिबाट, यसरी खोला बग्दै आछ। ए तलसम्म देखिन्छ। यी डाँडाहरू पनि एउटा भन्दैन। ओइ ल आइज, ओइ यता आइज क्या फर्की जाउँ ल जाउँ। गहिरो छ नि, घुम्दै घुम्दै हो परसम्म पुगेर हो त्यो माथि डाँडा पुग्नु फलान छ हाम्रो हैन। यो बाटो हुँदै खोला किनार किनार हुँदै हामी चाहिँ त्यहाँ माथि जाने प्लान छ र जान्छ हैन। खेत रोपेको थियो हरियो भएको देख्दा क्या राम्रो देखिने होइन। ल आइज छिटो आइज। खोला तिर गइँदैछ ल। त्यहाँनिर छ हेम्जाको भाइरल बाटो चाहिँ त्यहाँनिर छ। गाडीहरू कुडेको देखिन्छ होइन। घुम्दै घुम्दै माथि पुगिन्छ। यहाँनिर पुल बनाउनलाई आइछन् होइन। खतरा ठुलो पुल बनाउँदै रहेछ नि यहाँनिर। यहाँनिर चाहिँ यस्तो मजाले झरेको छ खोलो। ल हेर मस्त। तल त्यति सानो देख्यो नि, यहाँ यत्रो खतरा ठुलो देख्यो। किसिमको देखिएछ है। पानी त तनमानले चाहिँ ल हिँड होइन चल। ल खोलो ऊ पारीबाट मिल्छ कि, पारीबाट मिल्छ। यो पुल यहाँबाट यस्तो देखिन्छ। ल ल ल यहाँबाट यस्तो दामी देखियो खोलो खिचारिएको भएर। एउटामा त सानै हो यो खोलो होइन। तर बर्खामा बालै ठुलो देख्दो रहेछ है। बर्खामा चाहिँ यतिको ठुलो देखिने नै। हामी अब यहाँबाट यता गएर त्यहाँ माथि जान्छौँ होइन। खोलो किसिमको देखिएछ खोलो ल है। किसिमको देखिएछ खोलो। यो पानीमा हामी फुट यता ढङ्गको खोलोमा चिसो छ है। चिसो ल यहाँबाट किसिमको देखिँदो रहेछ हेम्जा बजार होइन। चराउरिया छ यहाँबाट सर देखिँदो रहेछ। यता यता यतासम्म किसिमको देखिँदो रहेछ। यहाँ पनि धान रोपेर रहेछ। पानी धेरै आएछ यहाँ, त्यस्तो छाम्रा हालिदिएछ। किसिमले धान रोपेको छ नि। यता माथि जङ्गल छ पुरा होइन। ल जाउँ त्यो माथि डाँडा भने अझ किसिमको देखिन्छ। ल जाउँ। पुलो पनि मस्त ठुलो बनाएछ।
किसिमको छ ल यहाँ ल जाउँ ल हल्का उकालो उकालो रहेछ यहाँनिर चाहिँ होइन चिज भयो भने त त्यो उकालो केही होइन भने त तर हल्का उकालो लाग्यो ल यो फस्ला छ कुलोमा ल त किसिम देखिया छ है किसिम देखिया छ मुला बजार ए परैदेखिबाट सर परसम्म किसिम देखियो होइन यी माथिका डाँडाहरू पनि किसिमका देखिए यहाँनिरका घरहरू पनि किसिमका देखिए ल यस्तो उकालो बाटोमा उकालो उकालो रहेछ के यहाँ बाटो चाहिँ बाइक साइक हिँड्न त मुस्किल छ यहाँ त यो बाटोमा त गाडी साडी हल्का परेको छ केही हुँदैन हेम्जाको भ्यू हेर्दै हल्का हल्का उकालो उकालो बाटो हिँड्दै गरिदिएको छ होइन केटारिसित भरमन छ ल हेम्जाको बेस्ट भ्यू चाहिँ यहाँबाट देखिँदै चाहिँ किसिमको देखिया छ लगेर हो त्यहाँ यो धान रोपेको त्यहाँ किसिम देखियो यहाँ पनि किसिमको देखियो यहाँबाट देखिँदै चाहिँ किसिमको भ्यू चाहिँ हेम्जाको ल है यता पनि लगेर धान रोपेको किसिमको ठाउँ देखिया छ यस्तो दामी ठाउँ देखिँदै थियो डाँडाबाट होइन हेम्जाको चाहिँ सोलिड भ्यू देखिँदै चाहिँ यहाँबाट ल अब बेला बेलामा बेला बेलामा किसिमको भ्यू हेर्नलाई चाहिँ यहाँ आउनु पर्ने रहेछ ल ओहो त्यहाँबाट सर यो जङ्गल छ यो जङ्गलको हावा त्यताको जङ्गलको हावा सर यहाँनिर यस्तो किसिमको यहाँबाट आएर यताबाट हामी चाहिँ यहाँनिरबाट यताबाट आइयो यहाँबाट आइयो होइन यहाँबाट किसिमको भ्यू देखिँदैछ यहाँनिर पनि घरहरू छ है फेरि यहाँ चाहिँ ठ्याक्क गाउँको झल्को देखाउने घरहरू छ यहाँ फेरि किसिमको घरहरू छ ल अब एकछिन यहाँ बसेर मस्त बसेर भ्यूको आनन्द ल्याउँछौँ अनि जान्छौँ ल यहाँ बसेर हामी मस्त हेम्जाको भ्यू अवलोकन गरिरहेछ होइन यस्तो मजाको भ्यू चाहिँ अवलोकन गरिनेछ हेम्जाको भ्यू यहाँ बसेर हामी मस्त हेम्जाको भ्यू अवलोकन गरिरहेछ ल बसेर एक राउन्ड यहाँबाट यता पुगेर आउने हो आम यहाँबाट यता होइन कि यो रोड गयो त्यहाँबाट घुम्ने छ अनि त्यहाँबाट घुमेर यता आयो अनि झरौँ ल ल आएला जाम्न काँक्रा नि खानु पाइन्छ कि काँक्रा किनेर खाने हो नि रहेछ क्या काँक्रा त्यहाँनिर काँक्रा त रहेछ चोर्नु मिलेन गाउँमा हुन्थ्यो भने चोर्नु हुन्थ्यो होइन यहाँ त चोर्नु मिलेन ल एकछिन बस्यो भ्यू हेरियो मस्त दाउरा काटिरहेको छ होइन यही माथिको जङ्गलको दाउरा काटेको त होला किसिमको दाउरा काटेको नि त हेर तल कसैले लाने होला यो त ल
मौवाको डाउरा जम्मै मौवाको डाउरा रहेछ। ल ल फाइनल्ली घुम्दा घुम्दै 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 यहाँ माथि डाँडानेर आइयो। डाँडानेर चाहिँ किसिमको ठाउँ रहेछ। यहाँनिर चाहिँ घरडी टनक्कै घरडी रहेछ है। यस्तो ठाउँमा नि यस्तो घरडी काटेर राखेका छन्। यहाँनिर चाहिँ पहिला मान्छे बसेको होला, अहिले चाहिँ सबै तल झरे होइन। यहाँ चाहिँ टन्नै घरहरू छ। अब यहाँनिर चाहिँ अब हल्का त्यो घरको फोहोरहरू रहेछ है। यहाँ नै किसिमको चौतारा रहेछ। अब यहाँ एकछिन यो चौतारा सफा चौतारामा बसेर सफा चौतारामा बसेर चाहिँ दृश्य अवलोकन गरिन्छ। चौतारा त अब यो पिपलको रुखमुनि बनाएको हो किसी भन्थ्यो। पिपल हो कि स्वामी हो यो? पिपल र स्वामी हो कि के हो? पिपल भनौँ भने अलि पात सानो सानो छ, स्वामी भन्दा अलि ठुलो ठुलो पात जस्तो नि छ। कि अरू केसको रुख हो? अरूकै केसको रुख रहेछ कि जस्तो लाग्यो। ल यहाँको गाउँ चाहिँ किसिमको देखिन्थ्यो तलबाट। यहाँ आएर हेर नि किसिमकै रहेछ होइन। ऊ त्यो घर चाहिँ यो 100 वर्षभन्दा धेरै पुरानै घर हो। 100 वर्षभन्दा किसिमको के हो यो त? काफलको बुटो जस्तो देखियो कि के हो? होइन होला। सुन्तला नि छ नि, सुन्तला पनि हुँदो रहेछ यहाँनिर। काफल हो र? होइन कि ज्यामेरी के खरसुङ रे? काफल होइन, काठे नासपति बुटा नि रहेछ। काठे नासपति बुटो। यहाँनिर चाहिँ त्यो बस्ने थाला चाहिँ यिनीहरूले ढलान गरेछन्। टेक्ने थाला चाहिँ यो ढुङ्गाको टाइल हालेछ नि। त्यो बस्ने थाला चाहिँ माथिलाई पक्का हाल्नु पर्ने थियो कि। यहाँ पनि अब केस बर पिपलका रुख लगाएको छ नि क्या, किसिम हुन्छ होला पछि। ल अब एकछिन यहाँ बसेर सर हावा खाइन्छ। हावा त चले होइन, सर हावा खाइन्छ अनि जानुपर्छ। अब यहाँ गाउँको दृश्य अवलोकन गरेर यहाँ चाहिँ आउने इच्छा थियो, आइयो फाइनल्ली। कुनै कुनै घर त यहाँ पनि उभिएलै छोडेर गएर ढल्ले आइन्छ नि। भट्काएर रहेछन्। घर त अझै माथिसम्म नै रहेछ क्या अन्त। यहाँ मान्छेलाई किसिम छ। अब ग्यास युज गरौँ भने नि अब तिम्मै तलतिर गरेर ल्याएर आयो हो। अब दाउरा युज गरौँ भने नि यहीँ जङ्गल छ, म गयो जङ्गलमा काटेर लिएर आयो। अब यो भयङ्कर जङ्गलमा त को जानु सक्छ होला? यति ठुलो जङ्गलमा त खै च्याउ स्याउ खोज्न जाने जस्तो जङ्गल जस्तो रहेछ कि जस्तो घना जङ्गल। त्यो कुना कुना त च्याउ जडीबुटी जम्मै पाइन्छन् होला। यो माथि माथि त जानु सकिन्न होला कि। ल एकछिन बसेर चाहिँ जानुपर्छ अब हामी। हामी चाहिँ फर्किन थाल्यौँ यो ठाउँबाट। हेरी यसरी गाउँको भ्यू हेऱ्यो, यहाँबाटै हेम्जाको भ्यूहरू पनि हेऱ्यो। यो ठुलो रुखको हावा पनि खाइयो होइन। अब चाहिँ हामी हुन्छौँ। यहाँ किसिमको चौतारा पनि बनाएर रहेछ नि
होइन हत्ता परबाट देखाउँछ हामीसित मलाई जुगा त लागेन कता कता लागेको हुन्छ अब यहाँनिर यस्तो कुखुरा यहाँ माथिबाट त पिच गरेको रहेछ क्या हो यहाँबाट उकालो त पिच गरेको बाटो रहेछ क्या जस्तो देखियो केसको रुख रहेछ खरसुङकै रहेछ क्या हो चिनिन्छ यहाँ यस्तो यता खरसुङ हो त्यही हो चिन्ने कोही हुनुहुन्छ भने विचार गरौँ है भनौँ है गेडा नि फल्या छ यो त खरसुङको नि गेराटा फल्छ यस्तो गेराटा अलि फल्ने थिएन हेर नि फलाएछ फल्न त के फलको रुखै थियो कि ल पानी खाने हो र मलाई नि तिर्खा तिर्खा त लाथी लाग्थ्यो ल वापिस लाग्यो है हामी वापिस लाग्यो अब सर धरिन्छ हामी आएको भ्यू हेर्दै हो त खरसुङ हो त खरसुङ हुनु पनि सक्छ गेरा नि फल्याछ फल्न त ल जाऊँ नचल नचल टोक्छ यसले ल जाऊँ काले जा फर्की फर्की जा नगर अब अल्झिन्छ ल काले त पछि पछि आयो जाँदैम अगाडि यही घरको काले होला गरे हो नि त हाम्रो देखेर आयो होला ल त यतातिर लाग्यो काले त यतातिर लागेको हो कि है हामीतिरै आउँछ कि ल त हामी चाहिँ लागिन्छ ओह्रालोतिर ओइ यो थामलाई पनि भाइ भाइ गरिन्छ ल तलबाट देखेर कस्तो होला भन्ने थियो होइन ठिकै हो तलबाट हेर्दा चाहिँ अझ किसिमको राम्रो देखिन्थ्यो यहाँ त ठिकै रहेछ तलबाट हेर्दा चाहिँ किसिमकै देखिन्थ्यो है यहीँबाट हेर्दा पनि किसिमकै देखिन्छ अब ल त भाइ ल त माथि नहोइन क्या लोटिन्छ बाटै होइन त्यही त लाम्छ भनेको थिएँ त मैले ए जुगा लाग्यो है देखाउँदै हिँडै कान्छ जुगा लाग्ला त्यसलाई त लागे क्या खै चप्पल खोल्थ्यो त्यो माथि पाइट पनि माथि खान्छ जुगो लगाएको थियो के हिलो बनाएको छ हिँड धन्न फेरि नाच्छ थिएन ल हिँड अब त मचेर लाग्नुपर्छ ल त जाउँ है ल यहाँ त कहाँको रोज्दो रहेछ नि के अरे अब मान्छे माग्नुहुन्थ्यो छन् र घुम्दै त्यही दामी भ्यू देख्ने ठाउँमा आइयो अब चाहिँ हामी नौका घाटामा चाहिँ आइसक्यो अब ट्याक्क तल झरेपछि ट्याक्क घर आइहाल्छ हामी खलास आजको घुमघाम चाहिँ सक्यो
गेलान्टीहरू नि हिँड्दैछ नगरी अगाडि अब सट्ट गरेर जाइन्छ अनि खाना पकाएर खाइन्छ छुट्टिन्छ होइन आजको भिडियो चाहिँ अब यहीँ समाप्त गरिदिन्छौँ है त ल भाइ